Please watch GS News पोखरा। आदरणीय दर्शकबिन नमस्कार। तपाईँ यति बेला जिएस न्युज पोखरा मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हामीले तपाईँलाई पोखरा मुनि सडकको अपडेटहरू गराइरहेका छौँ। आज हामी चाउथे चोकबाट अगाडि बढिरहेका छौँ पृथ्वी चोकतर्फ। आदरणीय दर्शकबिन केही दिन अगाडि सुरु गर्दैछ है। अब त्यो जुन अमरसिंह चोकदेखि शिव चोकसम्म पिच गर्न कालोपत्रे गर्न सुरु भयो भनेर मैले केही भिडियो तपाईँ माझमा प्रस्तुत गरेको थिएँ र पिच भएर सकिसकेर फेरि अहिले त्यही सडकमा गाडी दौडन सुरु भइसकेको अवस्था छ। आज हामी तपाईँलाई देखाउँदैछौँ। अब चाउथे चोकदेखि भनौँ चाउथे ओह्रालोदेखि झन्डै पृथ्वी चोकको चाइना पुलसम्म अर्थात् यो इन्द्रमार्ग चोकसम्म चाहिँ वान वे लगभग क्लियर हुने अवस्था छ। मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अगाडिपट्टिको थोरै भागमा मात्रै बाँकी छ। त्यो पनि काम चाहिँ जारी छ। त्यो पनि केही दिनमा अब पिच कालोपत्रे हुनेछ। त्यहाँ पनि कालोपत्रे हुनेछ र यो पिच फाइनल पिच चाहिँ होइन है। गाडी दौडनको लागि यताउता समस्या भएन। फाइनल पिच हुनको लागि यसमाथि अझै 4 इन्चको अस्फाल्ट पिच हुँदैछ। त्यसपछि त बल्ल फाइनल हुन्छ। रोड अझै कामहरू त बाँकी नै छ। यद्यपि हिँड्नको लागि चाहिँ सजिलो चाहिँ एकदमै सजिलो हुन्छ। यो अहिले नै कालोपत्रे यो भइसके पछाडि फाइनल नहुँदै पनि सडक चाहिँ निकै सजिलो चाहिँ बनिसकेको छ। अहिलेको यात्रा एकदम छोटो हुँदै गइरहेको छ। अब केही समय पछाडि त काठमाडौँ पोखरा विशेष गरेर मुगलिन पोखरा भनौँ त्यो निकै सजिलो हुन्छ। उता फेरि अब मुगलिनदेखि काठमाडौँसम्मको यात्रा चाहिँ अहिले चाहिँ फेरि त्यता रोड बनाउँदैछ। अलिक कठिन चाहिँ त्यतापट्टिको छ। आज हामी तपाईँलाई देखाउँदैछौँ। अब यात्रा चाहिँ हाम्रो रहनेछ पृथ्वी चोकसम्म। तपाईँ शिव चोकको दृश्य तपाईँले देखिरहनु भएको थियो केही दिन अगाडि। कति अप्ठ्यारो गरेर हिँड्नु पर्थ्यो। अब चाहिँ सर्रै भइसकेको छ यो दृश्य। हेर्नुहोस्, तपाईँ सबैको लागि हामी यो भिडियोहरू तयार पारिरहेका छौँ। तपाईँ कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो कमेन्ट पनि गरिदिनु होला कृपया। तपाईँले हेरेर साथ दिइरहनु भएको छ। तपाईँ सबैप्रति धेरै धेरै धन्यवाद।
है।